हेलो गाइज दर्शन नमस्ते इसमी मेनुका प्रजा हेल्प सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु। तपाईँहरूले देखिसक्नु भएको छ म चाहिँ आज कहाँ आएको छु भनेर है। एकदमै राम्रो एकदमै रमाइलो ठाउँमा आएको छु। यो ठाउँ चाहिँ म गोवाको फर्स्ट टाइम आएको गाइज है। म चाहिँ योभन्दा पहिला यो बिच आएको थिइनँ। समथिङ 12-15 समथिङ कति 16-14-15 वर्ष हुन लाग्यो मैले यहाँ गोवा बसेको। तर म चाहिँ आएको थिइनँ क्या यहाँनिर होइन। यो बिचमा अहिलेसम्म आएको थिइनँ। यस्तो दामी रमाइलो रहेछ क्या यो ठाउँ चाहिँ साथीहरू है। एकदम बेस्ट रहेछ है। एकदम क्युट के आओ ब्युटिफुल आम्बो हेर्नु न साथीहरू पुरा रमाइलो रहेछ क्या। पुरा रमाइलो ओहो नुहाइरहेछन् त्यता मान्छेहरू नुहाइरहेछन्। अनि त्यसपछि यतातिर चाहिँ हामी बसिरहेको छौँ यसो पत्थरमा आएर है। पुरा छ क्या मान्छेहरू कस्तो हाम्रो सरजी चाहिँ यहाँ बसिराख्नु भएको छ। मोबाइल भएपछि जिन्दगीमा के चाहियो र मेरो छोरो चाहिँ त्यहाँ खेलिरहेछ एक्लै। कस्तो रमाइलो छ है। एकदमै ब्युटिफुल छ जग्गा। तपाईँहरू पनि सो गाइड घुम्न सक्नुहुन्छ आउन सक्नुहुन्छ घुम्नको लागि। गोवा चाहिँ गोवा आयो भने चाहिँ साथीहरू यो बिच साइड चाहिँ घुम्न नछोड्नु होला है। तर गोवामा घुम्ने नै बिचमा हो है। तर पनि को बिच चाहिँ एकचोटि आइदिनु होला ल साथीहरू। एकदम राम्रो छ बेस्ट छ है।